रातिको 3 बजे उठेर झमझम्ती पानीमा चु गर्दै हामी च्याउ खोज्न गयौँ। हेलो वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी रातिको 3 बजे उठेर झम पानी पर्दा पनि हामी चाहिँ च्याउ खोज्न गयौँ। यस्तो पागलनीहरू को हुनुहुन्छ कि साथीहरू, हामी चाहिँ एकदम बतारा ग्याङ। अनि उहाँ मेरो भाउजू हुनुहुन्छ नि, हामी चाहिँ होस् मौसमले जति च्यालेन्ज गरे पनि रेनकोट ओढेर हुन्छ कि छाता ओढेर हुन्छ कि हामी जानै पर्छ भन्दै अब चाहिँ हामी जानुपर्छ भनेर मैले चाहिँ रोनाल्डोको सु गरेर मेरो दिदी एउटा देखाएको। यिनीहरू त मेरो सु देखेर रोनाल्डोको सु यस्तो पनि हुन्छ र भन्दै मरी हाँसे त नि। जिन्दगीको गोरेटोमा कहिले कसो यसरी हाँस्नुपर्छ कि यस्तो म चाहिँ यिनीहरू के फेस देखाउँदै यिनीहरू हँसाउँदै थिएँ। यिनीहरू चाहिँ एकदम हाँसिरहेको थियो कि। अनि हामी चाहिँ जङ्गलतिर गयौँ, जङ्गलतिर गएको त्यसमा पानी फाट्यो कि। अनि पानी फाटेको त गर्मी भयो, रेङ्गुर चाहिँ निकाल्यो। हेर्न बाटो मेरी बाबै यति त चिप्लो थिएन कि साथीहरू। उहाँहरू त झन् चप्पल लगाएर आउनु भएको, मैले त जुत्ता लिएर आएको थिएँ। कस्तो भएन, चप्पल लगाउनु भएको क्या। भाउजू त फर्स्ट टाइम आउनु भएको नि त, त्यही भएर थाहा नपाएर चप्पल लिएर आउनु भएको थियो कि। पानी हेर्नु बाटो यस्तो थियो, तपाईँहरूलाई बाटो देखाएको होइन। अनि हाम्रो ग्रुप चाहिँ ल हेर्ने साथीहरू, ल हेर्नु हाम्रो बतारा ग्रुप पानी पर्दा पनि झमझम पानी पर्दा पनि चिप्लो बाटो सस्तो होस् हामी चाहिँ जङ्गलतिर लाग्यौँ होइन। जङ्गलमा चाहिँ च्याउहरू यति धेरै उम्रेको थियो, यति धेरै अप्ठ्यारो कि भिडियो खिच्न। मैले चाहिँ धेरै भिडियो खिचेन च्याउ टिपेको। साथीहरू ल हेर्नु कोपिला ओहो नि यस्तो मजा लाग्दो के, खाने भन्दा पनि टिप्ने मजा के। अन्त साथीहरू हाम्रो चाहिँ आधा ग्रुप खोलाले बगाए। साथीहरू कता गयो थाहा छैन। हामी चाहिँ 1 घन्टा थियो कुरिरहेको थियौँ कि। तिनीहरू त पुरा च्याउ खोज्न मस्तै रहेछ, त्यही भएर हामीलाई छोडेर छन् कि। हेर्नु साथीहरू च्याउ कति धेरै ल्याएको छन्, एक झोला लिएर आएका कि यिनीहरू त। 1 घन्टा कुराएर एक बोरा च्याउ गराउने भनेर मैले चाहिँ यिनीहरूलाई गाली गरिरहेको थिएँ। यिनीहरू चाहिँ पुरा हाँसिरहेको मेरो कुरा। खै च्याउ देखाउ त भनेको त यिनीहरू चाहिँ च्याउ देखाए। हेर्नु यसको च्याउ, हेर्नु यसको च्याउ, बाबा कति ठुलो च्याउ। म त दङ पऱ्यो कि त्यो च्याउ देखेर। अनि हाम्रो ग्रुप चाहिँ सबले च्याउ देखाऊ, एकवटा च्याउ देखाऊ भनेर मैले चाहिँ सबलाई च्याउ देखाउन लगाएँ। हेर्नु साथीहरू सबको च्याउ, मेरी बाबा च्याउ, हेर्नु च्याउ। अनि त्यसपछि हामी चाहिँ घरतिर लाग्यौँ। मेरो हालत चाहिँ हेर्नु साथीहरू कस्तो भएको थियो, लुच्चुप्पै पुरै भिजेर काँडाहरू भिजेर। हो भाइ गरेर हाम्रो भाउजूको हालत हेर्नु। हाम्रो भाउजू बिचरा चप्पल लगाएर यति अप्ठ्यारो भएको थियो कि हिँड्न। तपाईँहरूलाई भिडियो देख्नु पनि सजिलो छ, गराउन कति गाह्रो भएको थियो। त्यही भएर भिडियो मजाले हेरिदिनु होला, माया गरिदिनु होला। अनि हामीहरू यस्तो बतारा ग्याङको हुनुहुन्छ कि साथीहरू, हामी चाहिँ एकदमै बतारा ज्ञान छौँ। किनभने चाहिँ हामीलाई न त पानीले छेक्छ, न त हिउँले छेक्छ, न त खडेरीले छेक्छ। साथीहरू हामी चाहिँ एकदम इन्जोय गर्नेवाला छ।